22 माघमा गम्भीर मुडमा प्रधानमन्त्री सुशीला कार्की भेट्न बालुवाटार बसेका एमाले अध्यक्ष केपी शर्मा ओली बाहिर निस्किँदा निकै उज्यालो देखिन्थे। ओलीसँग भेट हुनु अघिसम्म हिमाली भागमा मौसम प्रतिकूल भए 21 फागुनको साटो दोस्रो चरणमा निर्वाचन गर्ने भन्दै आएकी प्रधानमन्त्री कार्की त्यो भेटपछि एक्कासी चेन्ज भइन्। उनी त्यसपछि जसरी पनि फागुन 21 मै चुनाव गराउने मुडमा प्रकट भइन्। यसभन्दा अघि उनले हिमाली क्षेत्रमा मौसम प्रतिकूल भएमा अर्को चरणमा चुनाव गर्ने भन्दै आएकी थिइन्। तर उनले ओलीसँग भेट भएको साँझदेखि नै आफ्नो भाका फेर्दै चुनाव एकै चरणमा हुने दाबी गर्न थालिन्। आगामी फागुन 21 गते देशभर शान्तिपूर्ण रूपमा एकैसाथ एकै चरणमा निर्वाचन सम्पन्न हुन्छ। यसमा मौसमदेखि सबै कुराले साथ दिँदै आएको छ। प्रत्यक्षतर्फको मतपत्र छपाई कार्यको स्थलगत अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भनेकी थिइन्। यसैगरी प्रधानमन्त्रीसँगको भेटमा ओलीले 21 फागुनको साटो वैशाखमा चुनाव सार्न आग्रह गरेका थिए। उनले हिउँ परेका क्षेत्रमा बाकस मात्र राखेर मतदान हुन नसक्ने भन्दै प्रधानमन्त्रीलाई यस्तो सुझाव दिएका थिए। भेटमा ओलीले हिमाली क्षेत्रको कुरा उठाए पनि मुख्य एजेन्डा जेन्जी आन्दोलनका सम्बन्धमा गठित छानबिन आयोगले सरकारलाई बुझाउन प्रतिवेदनका सम्बन्धमा छलफलको विषय बनाएका थिए। जेन्जी आन्दोलनको क्रममा भएको जनधनको क्षतिको दोषी तत्कालीन प्रधानमन्त्रीका हिसाबमा आफूलाई आयोगले ठहर गर्ने ओलीको आशंका छ। त्यसैले ओलीले आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै आएका थिए। अर्कोतिर तत्कालीन प्रधानमन्त्री ओलीलाई दोषी ठहर गरेर प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने, उनीहरूलाई चुनावमा भाग लिन प्रतिबन्ध लगाउनुपर्ने दबावमा कार्की थिइन् भने अर्कोतिर चुनाव भाडिने आशंकामा थिइन्। यो भेटमा जब ओली र कार्कीको कुरा मिल्यो तब दुवैजना प्रसन्न भएको स्रोतले बतायो। प्रधानमन्त्री कार्कीले सेफ ल्यान्डिङको बाटो लिनका लागि आयोगको म्याद थप गर्न लागेको बताइएको छ। म्याद थप गरेपछि प्रतिवेदन बुझाउने र कार्यान्वयन गर्ने जिम्मा चुनावपछि गठन हुने सरकारको काँधमा जानेछ। यसैका लागि जाँचबुझ आयोगको म्याद तेस्रो पटक 25 दिन थप गरेको छ। आयोगको म्याद यसअघि 2 पटकमा 50 दिन थप भइसकेको छ। तर यो अवधिमा पनि प्रतिवेदन तयार भइ नसकेको दावी गरिए पनि अहिले भने चुनावलाई ध्यानमा राखेर त्यसलाई पर सार्न म्याद थपिएको बुझिएको छ। पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा 9 असोजदेखि 3 महिनाको समय पाएको आयोगको म्याद 28 माघमा सकिँदैछ। यो अवधिमा प्रतिवेदन बुझाउने सम्भावना कम देखिएको छ। सुरुमा आयोग गठनमै असन्तुष्टि जनाएको एमालेले जाँचबुझ आयोगलाई काम गर्ने नदिन र खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। तर सर्वोच्चले उनीहरूको माग अनुसार आदेश दिएन। त्यसपछि ओलीले आयोगलाई बयान नै नदिने जिद्दी गरेका थिए। तर अहिले परिस्थिति बदलिएको छ। एकातिर जेन्जीको म्यान्डेट अनुसार चुनाव गराउनै पर्ने बाध्यता छ भने अर्कोतिर दलहरू चुनावमा भाग लिनै पर्ने अवस्था सिर्जना भएको छ। एकातिर जाँचबुझ आयोगको प्रतिवेदन चुनाव अघि सार्वजनिक भएमा भाडमैलो मचिने डर छ भने अर्कोतिर चुनाव नहुने स्थिति उत्पन्न हुने डर। सर्प पनि नमरोस्, लट्ठी पनि नभाँचियोस्, यही आशयलाई ध्यानमा राखी दुवैको सहमतिमा म्याद थप गरिएको बुझिएको छ। अब जे हुन्छ चुनाव पछि नै हुने देखिएको छ। हेर्दै गर्नुहोस् विश्व खबर। फेरि यस्तै रोचक तथा सत्य तथ्य विषयहरू लिएर आउनेछु। धन्यवाद।